नेदरल्यान्ड्स विरुद्ध नेपालको सनसनीपूर्ण जित। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग 2 अन्तर्गत मङ्गलबार भएको खेलमा नेपालले नेदरल्यान्ड्स विरुद्ध सनसनीपूर्ण जित निकालेको छ। स्कटल्यान्डको डन्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडे पनि नेदरल्यान्ड्समाथि 16 रनको सनसनीपूर्ण जित निकालेको हो। नेपालले दिएको 237 रनको चुनौती पछ्याउन पेनाल्टीमा पाएको 10 रनबाट स्कोर सुरु गरेको नेदरल्यान्ड्सका ब्याट्सम्यानहरू नेपालका बलर सामु घुँडा टेकेका छन्। नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्यान्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभिलियन फर्किरहेका थिए। पहिलो पारीमा ब्याटिङ गरेको नेपालले आरिफ शेखको 84 रनको मद्दतमा नेदरल्यान्ड्सलाई मध्यम चुनौती दिएको थियो। नेपालका लागि आरिफ शेखले 85 बलमा 84 रन बनाएपछि कुनै बेला सङ्कटग्रस्त नेपालले पुरै 50 ओभर खेल्दै 9 विकेटको क्षतिमा 236 रन जोडेको थियो। आरिफले 85 बलमा 7 चौका र 2 छक्का हान्दै सर्वाधिक 84 रनको अर्धशतकीय पारी खेलेका हुन्। आरिफले ओडिआई तर्फका अहिलेसम्मकै उच्च स्कोर हानेका हुन्। नेपालका अर्का किफायती ब्याट्सम्यान भीम सार्कीले 38 बलमा 3 चौका सहित 35 रन बनाएका थिए। तेस्रै तेस्रो विकेटका लागि भीम र कप्तान रोहित कुमार पौडेलले 79 बलमा 59 रन बनाएका थिए। कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरेका हुन्। त्यस्तै नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिएका थिए। नेपालबाट पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका नन्दनले 9 ओभरमा 1 मेडन फ्याँक्दै 39 रन खर्चिएर 3 विकेट लिएका हुन्। त्यस्तै ललित राजवंशीले 2 विकेट लिँदा कुशल भुटेल र करण केसीले भने समान 1-1 विकेट हात पारेका थिए। त्यस्तै नन्दन यादवले 1 महिना अघि T20 आईमा डेब्यू गरेका थिए। नन्दन नेपालका लागि ओडिआई खेल्ने 42औं खेलाडी भएका छन्। त्यस्तै बसिरले वानडेमा पुनरागमन गरेका हुन् भने बसिरले सन् 2022 जुलाई 16 मा नामिबिया विरुद्ध ओडिआईमा देखिएका थिए। यो सँगै नेपालले 4 मध्ये 3 मा जित निकाल्दै स्कटल्यान्ड श्रृङ्खलाको अन्त्य गरेको छ। प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई 1 विकेट लिएर दोस्रो खेलमा नेदरल्यान्ड्सलाई 5 विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग 2 रनको हार बेहोरेको थियो। जितसँगै 16 खेलबाट नेपालले 12 अङ्क जोडेको छ भने 23 खेलबाट 26 अङ्क जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ।